काका हजुरको नाम त के पो? मेरो अगमबहादुर लिम्बू भन्दा पनि वो याक्थुङ लेख्थुङ। कहाँ हो पहाड तपाईँ? मेरो तेह्रथुम। तेह्रथुम। यो कति साल अगाडिदेखि बनाउन थाल्नु भयो यो मोटर? इलेक्ट्रिक यो बनाउन थालेको मोटर बनाउन थालेको बुढो भइयो। अब हाम्रो इन्डियाको गरौँ भने 80 देखि हो। हजुर 80 देखि सुरु गरेको हो। सन सम्बत भनेको अहिले 40 45 वर्ष भइसक्यो बनाउन थाल्नु भयो। अनि तपाईँको उमेर चाहिँ कति पुग्यो? मेरो उमेर 71 वर्ष पुग्नु भयो। तपाईँ के बनाउनुहुन्छ काका? इलेक्ट्रोनिकमा सबै इलेक्ट्रोनिक घडी रेडियो अब सबै बनाउँथे। अब रेडियो र रेडियोहरू जाने बन्द गरेँ मैले। हजुर देख्न सकिन्न। हजुर यो फ्यानहरू पनि बनाउनुहुन्छ? फ्यानहरू सबै। यो मोटर बनाइराख्नु भएको छ अहिले मोटर बनाउँदैछ। ए अझै आँखा देख्नुहुन्छ? चस्मा लाउनु पर्दैन? चस्मा लाउनु भएको छैन? केही रोग छैन? छैन भन्दाखेरि प्रेसर रहेछ। हिजो अस्तिको दिन मेरो आँखा झ्याप्पै भएर यहाँ देख्न सकिएन। हजुर खर्च निकै भयो। औषधि खान थाल्नुभयो? खाँदैछु। ए अस्तिको दिनदेखि मात्रै? अस्तिको दिनदेखि। कहाँ जसाउनु भयो? यहीँ काम गर्दा गर्दै पो झ्याप्पै आँखा बन्द भयो त। ए अनि यो यहाँ किर्तिपुरमा चाहिँ कति वर्ष अगाडिदेखि बस्नु त? किर्तिपुरमा बसेको त यहाँ अहिले 3 महिना हुँदैछ। योभन्दा अगाडि कहाँ काम गर्नु? योभन्दा अगाडि इन्डियामै। इन्डियामै काम गर्नुभएको? ए अनि चाहिँ दैनिक कति कमाइ हुन्छ काका यो यसो गर्दा? अब काम आउनुको मुताबिक हुन्छ। आयो भने चाहिँ नि होइजान्छ। दिनमा 4-5 हजार पनि होइजान्छ। हजुर कहिले 100-200 रुपियाँ हुन्छ, कहिले 1 रुपियाँ पनि हुँदैन। हजुर अब 3 दिन भयो त्यसै बसेको छु। हजुर अब अस्ति 2-4 दिनको 2000-3000 हुन्थ्यो कि अस्ति चाहिँ। अहिले चाहिँ यो मोटर पङ्खाको सिजन सबै। अब सिजन आयो अनि त्यही रजाने आउनु थालेको छ। अब यो मोटरको लागि चाहिँ तयार गर्नुपर्ने छ। अब यसको माल छैन फेरि। हजुर अब मालले गर्दाखेरि यहाँ माल अति महँगो रहेछ। हजुर नेपालमा चाहिँ वहाँ अब 1 किलोको दाम इन्डियामा 900-800 थियो। हजुर यहाँ त कति पर्दो रहेछ? भुसुक्कै पर्ने रहेछ। 1 किलोको दाम 1600 ए 1600-1700। हजुर लु राम्रो गर्नु होला काका है त। हस् धन्यवाद।